हाई वेलकम टु माई साइना ब्लग हजुरहरूलाई फेरि पनि नयाँ ब्लगमा स्वागत छ। हामी चाहिँ आज अलिक सक्यो कसको ए लगाइरहेको छु त। हामी चाहिँ आज उता सरलाई घरमा जाँदैछौँ है, धेरै दिनपछि चाहिँ फेरि अब त्यहाँ जाँदैछौँ। धेरै ठाउँमा गइसक्यौँ, अब त्यहाँ पनि जाँदैछौँ। त्यहाँ चाहिँ हाम्रो जेठाजु जेठानीहरू सबैजना बस्नुहुन्छ, बुवाहरू बस्नुहुन्छ। बुवा त हामीसँगै हुनुहुन्छ अहिले चाहिँ। हामी जाँदैछौँ, अब जानलाई रेडी गऱ्यौँ। बाटोमा के हुन्छ त्यो सबै हजुरहरूलाई देखाउने छु। त्यही भएर चाहिँ एउटा सानो भिडियो बनाइसकेको छु। बाई बाई। ल अब चाहिँ हामी यहाँ बाटोमा बसेर खाजा खाने भनेर बसिरहेछौँ। तातो छ समोसा? चाउचो पनि छैन। अहिले फेरि मिठो भयो भने मात्र खाने हो। यता आउँछु भयो। त खाऊ भन्नु 이거 안 와. 아니 시험 되는 거. 지금 빨리 가봐. 뭐야? 수모. 여기 말하는 게 네가 나 얘기하라 하면 되고. 좀 나와. प्याज काटौँ त्यत्रो खुर्सानीले त्यत्रो बनाइस् हामीले चाहिँ यो समोसाहरू खाइसक्यौँ। समीर आमा समोसा कस्तो छ यहाँको? के गरेको? समोसा पनि खाएको समोसा आलु चिटिङ मुखमै छ। Tapi dahon na. मैले ब्लग बनाउँदैछु कि यसरी नि खिच्छु। मेरो फुल
साइना यहाँ आऊ त लाउँदैन यो फोनमा लिऊ त यो फोनबाट भ्लग बनाऊ ओ माय गॉड यस्तो पर्दैन के दिन्छु केही मेरो बुवाले नेपाल आएको कति वर्ष भेट भए होइन नयाँ मान्छे छ यहाँ फेरि खै बाबु पैसा गरा कसरी यो पङ्खा हजुर पैसा माग्छु यसो कर मान्दैन हेलो यसो गरेर थ्याङ्क यू राख्छु होस् यहाँ फोनमा यतापट्टि हेर यहाँ हेर न यतापट्टि हेर ल यतापट्टि हेर है यतापट्टि हेर ल वेट एकैछिन हेर है अब यहाँ को आउँछ हेर है यहाँ हेर ल एकैछिन है हेर ल यहाँ हेर हजुर माथि जानु खाना खानु जाने मामा साइनाले खाएन त खाइराखौ बिहानी बच्चो जाँदा भेट्दा तिमी मलाई त्यो भिडियो बनाएर तिमीलाई मैले काटेँ मैले पिसु अमेरिकामा यस्तो पाइन्छ त कसलाई के पाउँदैन केही पाउँदैन चाटपट्टिहरू पानीपुरी ल अब हामी जाने बेला भयो रमाइलो भयो सबैजनालाई फेरि बाई बाई फेरि जाने बेलामा भेट्नुपर्छ आऊ है मामुहरू जाने मामुहरूलाई पठाइदियो तिमी आऊ ल दिजु ल ल ल ल बाई ल सबैजना बाई गर्दै चुप्पा गर्दै माया गर्दै हातले बाई गर्दै किन देख्न यसलाई चाहिँ देखेँ त्यसलाई पनि हो र देख्छ छ किन देख्न हजुर 2 वर्ष किन देख्न यसलाई चाहिँ देखेँ त्यसलाई पनि हो र देख्छ छ किन देख्न हजुर 2 वर्ष यो चाहिँ हामी दाईको अफिसमा आएको अनि दाईहरू चाहिँ उता बसिरहनु भएको छ अनि बच्चाहरू खेल्दैछन् छोरीको गाडी लक्ष्मीको शुभ भाग्यमानी ठुलो मामला खै दर्शन गर्दा ठुलो मामलाई बा हातमा दर्शन मेरो मुटु भाग्यमानी हुनु ए मुटु ल यो लगाउनु पहिला वेलकम टु सरलाही भक्तिपुर शुभलाई ए मेरो कान्छो छोरो छुट्यो ल कान्छो छोरो उता ल हिँड न छिटो Oh my god. आऊ गुन्नु त Huh? मको भन्दै त मको अहिले
मेरो छोरालाई डिस्टर्ब गर्ने होइन त्यसलाई पिटिदिउँ म को छोरो साल दादा खै बन्दुक याद भइरहेछ देखाउँछु क्या बन्दुक हेर्न गयो बाई सम्बे तिमी पनि बन्दुक हेर्न जाने म पनि गयो बन्दुक हेर्न हजुर माथि जाने बन्दुक हेर्न ल फाइनली हामी दिदीको घरमा आइपुग्यौँ अब चाहिँ